हेलो नमस्ते साथीहरू। मैले आज तोरीको बारेमा देखाउन गइरहेको छु। हाम्रो गाउँतिरको तोरीको अवस्था भनेको यस्तो छ। फुल फुलिसकेको छ। यो चाहिँ तोरी चाहिँ फुल फुलेर चाहिँ कोसा लाग्ने बेला भएको छ। हेर्नुस् तपाईहरुकोतिर कस्तो छ। कृपया लाइक कमेन्ट गरिदिनु होला साथीहरू। आज मैले चाहिँ खेतमा गइरहेको तोरीहरु चाहिँ यस्तो भइरहेको छ। हाम्रो ठाउँमा चाहिँ खेतमा यस्तो भइरहेको छ। अनि तपाईहरुकोमा कस्तो भयो? यो चाहिँ हामीले पानी पर्नु भन्दा अगाडि नै छरेको। ठुलो पानी पर्नु भन्दा अगाडि तिहारको बेलामा छरेको। तिहार भन्दा अलिकति अगाडि अहिले यस्तो भइरहेको छ। तोरीको अवस्था भनेको चाहिँ हल्का किरा लागिरहेको अवस्था छ। तपाईहरुकोतिर कस्तो छ? प्लिज लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुको सानो सहयोगले गर्दाखेरि चाहिँ म धेरै भिडियोहरु तपाईलाई यस्तै नयाँ जानकारीहरु गराउन चाहन्छु। आफ्नो फलफुलको तोरीहरुको बारेमा जानकारी गराउन चाहन्छु। हेर्नुस् तोरीको फुल फुलेर कोसा लागेको अवस्था। हेर्नुस् त यहाँ किरा पनि लागिरहेको छ। यो तोरीको कोसामा चाहिँ किरा आइरहेको छ।